आज चाहिँ हामी किमा नुडल बनाएर खाँदैछौँ। यो पोर्कको किमा नुडल्स, खुर्सानी, जिरा मसला सबै रेडी किमा नुडल भइहाल्यो हैन। यहाँ किमा छ, यता नुडल छ, ठिकै छ। तै पनि आज बनाउने मान्छे बनाउनु पर्ने रे इज माय हस्बैन्ड। काटेको पो हुन्छ। काट्ने स्किल खतरा छ मेरो बुढो। सुरुमा चाहिँ हामी यस्तरी यो खासमा यो खोर्सानी चाहिँ नचाहिने हो। खासमा यो खोर्सानी चाहिँ किमाको लागि टेस्टको बेग्लै मजै बेग्लै हुन्छ। अघि काटेको अदुवा लसुन यो जिरासँग मिसाएर कुट्नलाई अब किमाको लागि हामी तेल हालेर आफ्नो स्वाद अनुसार यो हरियो खोर्सानी चाहिँ नहाल्नु हुन्छ हैन। तर खासमा यो त्यसको लागि अब यो चाहिँ अब किमाकै साइडमा काट्न त अघि काटेको अलिक छिटो भएको जस्तो लागेर यसो किमाकै साइडमा भनेर यति बनाएर हाल्नु पर्यो। यो चाहिँ टोटल्ली अप्सनल हो, हाल्नु हुन्छ नहाल्नु हुन्छ। तर किमा नुडल भनेपछि खोर्सानी भएन भने त अब यो मजै भएन हैन। पिरो भएन भने त किमा नुडल खाए जस्तो भयो। त्यही भएर एक्स्ट्रा अर्डिनरी सस सब यता हैन किमा पाक्दै गर्छ। साथै यता नुडलको लागि चाहिँ यहाँ तातो पानी रेडी गर्दै गर्दैछौँ। यसमा चाहिँ यो चाउमिन अहिले नटासियोस् भनेर तेल अनि अलिकति नुन हाल्नुपर्छ, जसले चाहिँ यो त्यसको तल चाहिँ अहिले नुडल्सहरू तातिँदैन टाँसिँदैन। अब हाम्रो किमामा अब हामी चाहिँ मसलाहरू हालेको एक चम्चा खोर्सानी अथवा लसुन विथ जिराको धुलो, खोर्सानी मसला बच्चा विथ करी मसला, गरम मसला,
चाहिँ गाइस हैन यो मसला कुटेको यो मसला कुटेको भाँडा हो अनि यसमा चाहिँ मसला छेउमा सासिरहेको हुन्छ त्यो सबै निकाल्नको लागि चाहिँ यसमा पानी हालेर थोरै हालेर यो सस गरेपछि फेरि धेरै हाल्नुहुन्न है थोरै मात्र यो चाहिँ मसला नतासियो भन्दै नि गरेको हो यो चाहिँ अब साथमा लगाएर एकदम अच्छा खालको देखिन्छ अब मसला हाल्ने सोया सस हाल्ने फेरि अब नुडल्सतिर लाग्ने यो चाहिँ अब खासमा किमा नुडलमा हाम्रो साथै अर्कै हुन्छ होइन चाइनिज साग चाहिँ के भन्दो रहेछ तर हाम्रो चाहिँ के छ भने त्यो सागभन्दा चाहिँ यो कोरियनमा यो साङ्सु खाने साग हो त्यो चाइनिज सागभन्दा किमा नुडलमा यो सागको स्वादै अलग हुन्छ त्यही भएर हामी चाहिँ जहिले पनि किमा नुडल बनाउँदाखेरि हामी चाहिँ यो साग खान्छ जहिले यो साग खान्छ त्यो अर्को सागभन्दा चाहिँ यो सागको मिठासै बेग्लै हुन्छ कि त्यही भएर अर्को सागभन्दा चाहिँ हामी सधैँ जहिले पनि किमा नुडल बनायो भने चाहिँ हामी जहिले पनि यही साग हालेर बनाउँछौँ अब यसलाई चाहिँ हल्का बोइल हुन दिनु पऱ्यो जस्ट हाफ भइसक्यो पानी तारेर यसको हाफ बोइल गर्दा चाहिँ गाइस यो कलर यस्तो हरियो आउनुपर्छ यो कलर हाल्नु भएन नि फेरि यो यसको विशेषता यही हो कि त्यही भएर अर्को चाइनिज साग भन्दाखेरि चाहिँ अब यसको मिठासै बेग्लै हेरौँ गाइस देख्दाखेरि गाइस अब यसरी यो चाहिँ सबै निकालिसकेपछि अब बोइल गर्न जाँदैछौँ अब यही उयोको बारेमा हामी कति हालौँ आधीभन्दा अलिक थोरै कमै छ यति हालेपछि चाहिँ गाइस होइन सबै पानीमा पिस्ने गरी हल्का यसलाई सुरुमा थोरै चलाएर एकछिन बोइल हुन दिनुपर्छ यसरी बग्लो दिनुपर्छ नुडल पाकिसकेको छ हाल्नु फेरि पेस्ट रेडी भइसक्यो किमाको लागि मेथी हालेर तेल तातियो कि तातिएन चेक गर्ने हामीले चाहिँ जिरा हालेको छौँ स्वाद अनुसार आफ्नो इच्छा अनुसार जिरा पनि हाल्न सक्नुहुन्छ र यसलाई हामीले रेडी गरेको खुर्सानीमा हाल्ने यस्तो च्वाइया हुने गरी हाल्नुपर्छ होइन अनि त्यस पछाडि यसको टेस्ट दामी आउँछ प्लेटिङको टाइम भएको छ प्लेटिङको लागि चाहिँ सुरुमा प्लेटमा खुर्सानी हाल्ने हल्का हालेर आफ्नो स्वाद अनुसार खुर्सानी हालेर चलाउने यसरी हाम्रो किमा हाल्ने यसमाथिबाट यसरी किमा माथिबाट नुडल हालेर यसरी तातो नुडल्स चाहिँ हामीले हाल्यौँ अब आयो यसरी साग चाहिँ जति हाल्न मन लाग्छ त्यति हालेर राम्रो होइन हामीले चाहिँ त्यतिवटा आफ्नो टेस्ट अनुसार पछि थप्दै खाने गरी राखेका छौँ
जुन रेडी भइसक्यो। अब गाइस अब चाहिँ यति भएपछि हाम्रो चाहिँ किमा नुडल सल्भ भयो है त। ल थोरै खामजाङ सोया सस है गाइस, यहाँ सट्ट। ओके ल गाइस अब हाम्रो चाहिँ खाने बेला सुरु भयो। यसरी यो खामजाङ पुगेन। गाइस खानामै त आउनु हामी चाहिँ खाँदै गर्छौँ। पता गुड यम्मी। पिरो भयो ठिक छ नि? पिरो एकदम ठिक छ। त्यसले उखाएर पो खानुपर्छ। हेलो 아이와 여행을 떠난다고 호텔방에서 함께 잘 필요는 없죠. 둘만의 여유로운 시간을 보내고 싶다면 그럴 땐 에어비앤비. 아이가 잠든 후에도 여유롭게. Mana ora? गाइस हामी यसरी खायौँ। अब आजको दिनलाई मिठो मिठो हट एन्ड स्पाइसी कोरियन चाउचाउ भनेर भन्थ्यो नेपालतिर। हट एन्ड स्पाइसी किमा नुडल एकदम तातो तातो फ्रेस। वाउ यम्मी। ल गाइस तपाईहरु पनि यसरी बनाएर खानु होला है त, एकदम मिठो मिठो। बनाएर खानु देखाउँछौँ है।